कालो केसमा रेलीमै बाँधेको रिबन तिमीलाई हेर्दै रेली. So hello everyone, welcome back to my channel. For those who don't know me, myself Priyanka Supa. So by the title and thumbnail के भिडियो भयो तपाईहरुले बुझिसक्नु भयो. So आज चाहिँ मेरो भाइको बर्थडे छ. ह्यापी बर्थडे भाइ. अनि चाहिँ आज चाहिँ म ठुलो मम्मीको घर जाँदै छु. अनि चाहिँ आज भाइलाई चाहिँ सानो सरप्राइज पनि छ. सो त्यो सरप्राइजले चाहिँ भाइ खुसी हुन्छ होला भन्ने आश पनि गरेको छु हामीले. सो हामी सबै फ्यामिली मिलेर चाहिँ भाइले सरप्राइज दिँदैछौँ नि त. सो त्यो सरप्राइज चाहिँ के होला भनेर तपाईहरुले जान्नुको लागि चाहिँ लास्टसम्म भिडियो हेरिदिनुस् होला. सो अहिले चाहिँ मलाई हतार छ. सो भरे भेटौँ गाइस. बाई. सो आफ्टर द्याट म कलेज गएर आएर फटाफट रेडी भएर चाहिँ म केक ल्याउनु गएँ. त्यहाँदेखि घाम चाहिँ यस्तो लागिरहेको थियो. त्यहाँदेखि यहीँ मैले राजु बेकरीमा चाहिँ दादालाई केक भनेको थिएँ. सो म त्यहाँनिर गएँ अनि दादालाई छिटो केक प्याक गरी मागेँ. अनि यहाँनिर चाहिँ मैले देखाउँदै थिएँ मेरो भाइ र बहिनीको केक भन्दै हो. त्यहाँदेखि चाहिँ मलाई ड्राइभरले पनि फोन गरिसकेको थियो नि त, छिटो आउनु भनेर. सो म छिटो सबै गरेर चाहिँ सबै काम सकेर चाहिँ म त्यहाँदेखि जानुको लागि चाहिँ निस्केँ. अनि यहाँ मेरो साथी पनि थियो. साथीलाई मैले यस भने उसले पनि मलाई रेस्पोन्स दियो. त्यहाँदेखि मैले यहाँ दादाको सानो दोकानलाई पनि देखाइदिँदै थिएँ. त्यहाँदेखि गएर चाहिँ मेरो गाडीमा हालत चाहिँ यस्तो भइरहेको थियो हो. दुईवटा केकले गर्दाखेरि भिडियो पनि गर्नु मैले पाइनँ. त्यहाँदेखि गरम पनि मलाई पुरा साह्रो परिरहेको थियो. घाम यस्तो डेन्जर लागिरहेको थियो. अनि मैले यहाँ सानो क्लिप हालिदिएको छु. त्यहाँदेखि चाहिँ मैले मम्मीहरूलाई फोन गरेँ. त्यहाँदेखि मम्मीहरू पनि आउनुहुँदै थियो नि त. सो यहाँ मम्मीहरू पनि ठिकै आइपुग्नु भएछ. उनीहरू पनि घामले साह्रो परेर हिँडेर चाहिँ रातै पिरै भएर आइपुगेछ. सो त्यहाँदेखि चाहिँ हामी सबैजना सँगै गयौँ. अनि सो गाइस हामी चाहिँ अहिले मेरो केक बित्कियो होला हौ. केकको हालत चाहिँ यस्तो भइरहेको छ. केक चाहिँ मेबी उयो भयो जस्तो लाग्यो हो. बडी ए हेलो ब्लग मेरो ब्लग. यहाँ चाहिँ हाम्रो भाइको बर्थडेको डेकोरेसन हुँदैछ. सिम्पल ज्यादा त होइन. अन्त यहाँ चाहिँ से हाई टु माई ब्लग्स. सिवारो बडा. यहाँ हाम्रो बडा हुनुहुन्छ भिडियोमा. सिम्पल होस् हुन्छ. कस्तो दामी देखियो है भिडियोमा. कस्तो दामी देखियो सिम्पल. लु यहाँ चाहिँ हुँदैछ हाम्रो पकौडाको रेसिपी. अनि यहाँ चाहिँ आलु कट गरिरहेको छ. प्रियङ्की चाहिँ भन्नै पर्दा अब तपाईँहरूलाई पर बारीमा पुगेको छ. के गर्नु भन्दाखेरि चाहिँ देख्दैन पनि. त्यो उयो बाँसघारी भएर कराउँदैछ हो. मेन कुकमेन चाहिँ यहाँ है दिदी पकौडा बनाउनु हुँदैछ. मिठो भएछ. से हाई टु माई ब्लग्स. हालिदिन्छु नि म त साँच्चीकै. म त हाल्छु त. छिटो भन्नु न. हेलो भन्नु न. अटेरी मान्छे यहाँ चाहिँ सबैजना चाहिँ मेरो छोरीलाई सपोर्ट गरिदिनुहोस्. मेरो छोरीलाई सपोर्ट गरिदिनुहोस्. लाइक गरिदिनुहोस्. म पनि सेयर गर्दिन्छु. म खान्दिनँ. म मन पर्दैन स्टिम. ह्यापी बर्थडे टु यु. ह्यापी बर्थडे भन्छु. नो रेस्पोन्स. बर्थडे थ्याङ्क यू. अघि आइपुगेको अघि. खै
हाउ आर ठिकै छस् ल त जाने भरे भेटौँ ल खुसी छ हेर यो खुसी छैन रे हामी आएर यस मोटु ओ लु भिडियो राख्छ थ्याङ्क यू ह्यापी बर्थडे थ्याङ्क यू कुकुरको खुट्टा किन चिन्छ होला म यहीँ गएमा के भयो अरे अहिले आउँछ होला हौ यसलाई त म सरप्राइज कोही भएर नरिस है सरप्राइज देखेर ल सरप्राइज देखेर नरिस नि गेस गर्नु तर तेरो लागि चाहिँ के सरप्राइज होला हेलिकप्टर पानी हेऱ्यो पानी बस बस घटेछ पो स्कुल जाँदैछ अहिले यो चाहिँ हाम्रो मोटु भाइ वान एन्ड ओन्ली ब्लगर भएको के हो फेरि सबै ब्लगर बर्थडे बोय लेडिज बर्थडे बोयलाई ब्लगर त होइन तपाईँ भिडियोमा चाहिँ बनाउनु हो होइन म भिडियो हाल्दैछु त हेरिनस् हाम्रो उयस च्यालेन्ज भिडियो अनि मम्मी र पापालाई कति मिस गर्दैछस् ठिकैको लु यहाँ भिडियोबाट त्यही त यहाँ भिडियोबाट भने त्यो मम्मी र पापाले के भन्नु चाहन्छ ल बडी चाहिँ लुकिरहेको छ भाइले सरप्राइज दिनुको लागि भाइलाई थाहा छैन ल खाएको ल भाइको सरप्राइज लु बस त ऊ यहाँ उसको लागि हो सिम्पल ठुलो त केही गर्नु सकिनँ बस म यतिकै फिल्म गर्छु चिम आँखा चिम बन्द गर्दै त जाँदा एक्सपेक्टेसन ज्यादा चाहिँ नराख्ने फेरि हट नहोस् नि तँलाई तर सरप्राइज भाइको सरप्राइज 1 2 3 कहिले आएको अघि कस्तो फिल भयो आपा फिस आपा फिस होला त्यही जस्तो भनेन आपा चाहिँ होइन आपा माग्छ खै भन्दैछ चाहिन कस्तो मलाई देखाइदिनु पर्यो नि खुसी भइस् ल सुसन्डे के छ हो सेकेन्ड चाहिँ हाम्रो भाइको लागि आज दुईजना भाइको एक्सपेक्टेसन कति राखेको छ भन्न बिटी सुनलाई पढेतिर सरप्राइज अब यसको सरप्राइज यसको सरप्राइज मम्मीले त सोचेको थिएन के सोचेको छ सरप्राइज सामान सोचेको थियो सरप्राइज सामानहरु के सामान सोचेको छिटो आइज न हेर न सरप्राइज थाप्नु नमानेको उयो उसमा राखिदे त ल यसलाई अब चाहिँ हाम्रो भाइलाई सरप्राइज दिनु आँटेको यता हो कि त आँखा चिम गर लु फोन यहाँ राख फोन झन्डै रुयो दिएछ न भयो यहाँ करणको सरप्राइज आँखा धोबिने साइड हुन्छ म यहाँ भिडियो बनाउँछु नि भिडियो छिटो न लु छिटो न साइड एउटै देख्छ कि अलग्गै देख्छ है नाकले सेम देख्दैन हेर्नु ल लु छोप्दै टाइट बन्द गर्दै बडी निकाल्नु ल सरप्राइज कहाँ छ तैँले राख्छस् मलाई भन्छ लु रेडी रेडी भिडियोमा छ एउटा चाहिँ युट्युबर
एउटा युट्युबमा च्यानल आँखा दुखिसक्यो त्यसको दिदीहरूलाई बेइज्जत गरिदिएको हेर न एकछिन छोडिदिएन पिया दिदीलाई भनेर मात्रै आइज भन् त भनेर मात्रै आइज रे लेट भइसक्यो भाइ यहाँ निन्दाले सुत्नु आँटिसक्यो जाउँ यस्तो देख्दै बुझ्दैन पहिला चाहिँ देख्यो है रेडी 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 आयो बन्द कर मजा टाइट छ बिते लु ओइ नो रियाक्सन धन्यवाद रियाक्सन लेस पो कस्तो भाइको चाहिँ फोन चाहिँ यो कुन फोन हो भनिदिनु इन्फिनिक्स यसलाई थाहा थियो मैले मुख भनिसकेको थिएँ हिजो उसको बाउले जान्दैन नि त नानी फोन पठाइदिन्छ भन्छ फोनले भनेर भनेको थिएँ नि मैले कस्तो लाग्यो भाइ मम्मीले फोन पठाइदिँदा कस्तो खुसी लाग्यो जोर हाम्रो माया माइकीको भन्दा जानै दिदैन 5 वर्ष त साह्रै भएन मैले चाहिँ फोन पायो भाइले हो अर्को वर्ष पाइहाल्छ नि राम्रो पढ्नु त 5 वर्ष फोन जाँदा पाउँछु भयो भने त्यहाँ दिमागमा नघुसाइरहने है के भयो सेवारो लो हेलो भनिदिनु ब्लगमा सो गाइस अहिले चाहिँ काम गरिसकेर मेरो हालत चाहिँ कुछ यस्तो भइरहेको छ हो अन्त भाइको डेकोरेसन चाहिँ यस्तो छ सानो हो सिम्पल मेरो फोन चाहिँ रहेछ त्यहाँदेखि यहाँ फ्रुट्सहरू छ म तपाईँलाई फ्रुट्सहरू देखाउँछु यहाँ चाहिँ वाटरमेलन एप्पल यहाँ चाहिँ के छ भ्यू खोलिदिएर देखाइदिँदा के यो टक टक देखाइदिनु छिटो के छ यहाँभित्र ए यहाँ रहेछ बनाना दिस वान ए यहाँ पनि उयो रहेछ वाटरमेलन रहेछ हो गाइस यस्तो छ यति हो गाइस अहिले भेटौँ ल बाई सो गाइस अहिले चाहिँ म फाइनली फ्री भइसकेको छु हो मैले अघि के अरे कोले मेरो हल्का रेकर्ड गरिदिएको छ होला मलाई थाहा छैन के रेकर्ड भएको छ भनेर यहाँ दिदीले हेर्दैछ मलाई बट डोन्ट वरी म भ्लग गर्नु सक्छु त्यहाँदेखि अब चाहिँ हामी डाइरेक्ट केक कटिङमा भेटौँ ओके गाइस बाई म अब एकछिन रेस्ट गर्छु हेलो ब्रदर गल्यो गल्यो मेरो भाइ पनि आइपुग्दैछ हो बाबाले चाहिँ के हराउनु भयो अरे हो यो चाहिँ के गरेर भने फेरि पञ्चायतको कस्तो थाहा नपाएको त गरमले त मुना टेक्छ अन्त बाबाले छ्याम्नु पठायो कहाँ आइपुग्यो थाहा पाएँ कहाँ झरेको थिएछ ज्याकेट चाहिँ पञ्चायत अफिसको त्यो पऱ्यो अन्त मलाई उठेर भागेँ धन्न थाहा पाएछ भन्न भरे ऊ यहाँहरू आइपुगेर थाहा पाएको भए चाहिँ कस्तो ज्याकेटहरू चाहिँ बेचेको गिफ्टहरू छोड्नु नि के गर्नु सबै बिर्स्यो अनि ओइ अनि कसले ल्याउनु गयो यो ज्याकेट चाहिँ मैले गएँ नि कुदेर एक्लै बाबा पञ्चायत अफिसमा पऱ्यो ओ यहाँ स्कुटीसँग जानु नि फेरि है ओइ अन्त कहाँ थियो भरे चाहिँ ओइ भरे चाहिँ कहाँ थियो ज्याकेट चाहिँ पञ्चायत अफिसको त्यो पर दिवालीको यहाँ चाहिँ दिवालीको जस्तो भाइ पाइरहेको छ अनि जाली केक ल्याउनु आएको यहाँ राखेको थियौँ नि त अघि फ्रिजमा छ हौ नि त कहाँ छ फ्रिज ऊ चाहिँ गेममा बिजी रहेछ ल गेम पो खेल्नु थालेछ बर्थडे बोयले चाहिँ ए दिदी हेर्नु न खत्म गर्न परेको अब चाहिँ हामी गएको लु जाउँ यो एउटा बोक न म बोक्छु बिस्तारै बोक्नु यहाँ हाम्रो चाहिँ कटिङ हुनु आँटेको छ पानी चरु बहिनीको बर्थडे सकिआए अस्ति तिम्रो यहाँ कान्छा छोड्नु बुझ्न नभन्थ्यो भेना भन्छ बडा चाइल्ड भेना भन्छ त बडा चाइल्ड ऊ हाम्रो ऊ माथि ऊ जेठा छ Happy birthday to you. Happy birthday to you.
Yes, Mimi. Yes, गर्नु yes. नाइस Yes, सक्छ मैले अरे यता हेर्नु प्लास्टिक त्यही त सानो भन्छ प्लास्टिक खुवाइदियो हौ नाना त अब के जान्दैन त अब कहाँबाट नयाँ केक ल्याउनु भएको यो सबै यता कान्छा प्लास्टिक छ भाइ टिका लगाइदिनु टिका कता होस् रुँदैछ त्यो होस् बहिनी रुँदैछ ब मिमीले यति गर्दैछ के भन्दैछ मिमीले कहाँ याद छ अरे तपाईँहरू जानेलाई त्यही त भन्दैछ मसारा मार्दैछ लु खुवाइदिनु उयो छ होला है त्यो सी प्लास्टिक तेजसले नि बित्थामा यता ए केक वेस्ट नगर्नु बच्चा बच्ची छ खाओस् भोलि माटो दल्दा हुँदैन सानो खुवाइदियो भाइ यो खुवाइदिएन त हुन्छ नि यताको हुन्छ अहिले भरे बार्दा हुन्छ यो चाहिँ बार्दा है हुन्छ नि प्लेटमा हालिदिनु कि लु कहाँबाट फोटो खिचिदिनु त्यहाँ कुनाबाट चाहिँ खिच्दैन फोटो करेन्ट खिच रे फोटो म त भिडियो गर्दैछु यहाँनिर चाहिँ मासु भात चाहिँ यतिको चाहिँ खानुपर्छ यतिको चाहिँ म मान्छेको अनुहार चाहिँ देखाउँदिनँ यहाँ छ मेरो भाइ वान एन्ड ओन्ली अनुहार जति छ यहाँनिर साहिलको साथीको बर्थडेमा आएर कस्तो लागिरहेको छ भाइ ठिकैको एक्सिडेन्ट हो गया मासुमा लाग्यो मार्छ बडीले छुपछुप नगर न भाइ छिटो न उठेर यो बुट्टा हान न हाम्रो भाइले भात खाँदैछ हो नढेसी खानु ल खाउ के चाहिन्छ माग्नु ल के हो के चम्ची आफ्टर मेनी आवर्स चाहिँ हाम्रो टर्न आएको छ खाना खानुको मेरो खाना चाहिँ यति छ पुरा भोक लागेको छ अब चाहिँ हामी खाइदिने हो अनि मासु चाहिँ मेरो यहाँ छ गाइस यहाँ छ अब चाहिँ खाइदिने हो खाइसकेर भेटौँ ल गाइस होइन म एक दुई चम्ची एक दुई गाँस चाहिँ उडाइदिइहाल्नु पऱ्यो मिठो मासु कस्तो सुजन दादाले एकपल्ट कुटेको जस्तो रहेछ सुजन दादा खाएर भेट्छु ल पार मेरो बहिनी खाँदैछु सो खाइसकेर भेटौँ ल गाइस बाई सो गाइस हामीले चाहिँ बर्थडे पनि गरिसकेको छौँ अब चाहिँ हामी यस्तो ज्यादा मान्छे भएर यहाँ आमा छ दिदी छ यहाँ बर्थडे बोयहरू बडी हामी सबै छौँ सो थ्याङ्क यू सो मच फर वाचिङ आवर माई भिडियो डु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टु माई च्यानल बाई गाइस सी यु इन माई नेक्स्ट भिडियो